ओहो भ्यू यार ल हाम्रो एकदम स्पेशल जर्नी नागथलीसम्मको छ काठमाडौँबाट आएको। आज हामी तपाईहरूलाई हाम्रो 8 जनाको टोली भएर काठमाडौँ नागथलीदेखि तारुचे पिकसम्मको भ्रमण गराउँदैछौँ। एक दिनमा नै नागथली पुगी भरपुर हिमशृङ्खला देख्न सकिने ठाउँ रसुवामा पर्दछ भने तारुचे पिकबाट त झन् टिबेटको पनि दृश्य देख्न सकिन्छ। नागथली 3165 र तारुचे पिक 3700 मिटरको उचाइमा रहेको छ, जहाँबाट लाङटाङ रेन्ज, गणेश हिमाल, टिबेटियन पिक, जुगल हिमाल इत्यादि अन्य थुप्रै हिमालहरू देख्न सकिन्छ। आउनुहोस् नागथली तारुचे पिकको यात्रा सँगै गरौँ। ल हाम्रो एकदम स्पेशल जर्नी नागथलीसम्मको छ काठमाडौँबाट आएको। यो हामी चाहिँ टोखा हुँदै चक्क छरे हुँदै चाहिँ हामी यो बेद्रावती हुँदै आउनुपर्छ। एकदमै सुन्दर ठाउँ, हिउँ भन्ने छ भन्ने अपेक्षा चाहिँ राखेको छौँ, तर त्यहाँबाट देखिने हिमालमा पक्कै हिउँ छ। अब हाम्रो नागथलीको यात्रा अगाडि बढ्छ। सब्सक्राइब गर्नु पऱ्यो है, तर सब्सक्राइब नगरे पनि हामी भिडियो चाहिँ हाल्छौँ। त्यहाँ बेद्रावती मास्तिरबाट चाहिँ सानो भिडियो बनाएको थियौँ। अब चाहिँ हामी रामचेतमा आइपुग्यौँ। यहाँबाट देखिने भनेको रामचेत भिडियो भनेको यताबाट देखिने दृश्यहरू बवाल छ। अब खाना खाने हो चट्ट पारेर अनि दामी दामी भिडियो खिच्ने हो। बेसी कटेर आयौँ। रुङ्गा पुल जस्ट 5 मिनट पनि लाग्दैन बाइकमा। यहाँबाट रुङ्गाबाट चाहिँ यतापट्टि देखाउँछ भाइ। देब्रेबाट लागेपछि हामी अब माथि नागथलीतिर लाग्छौँ है त। बेन्थाङ भन्ने ठाउँमा चाहिँ एउटा त्यो ठाउँमा चाहिँ पुगेर चाहिँ बाइक साइक राख्ने चट्टै हिँडेर जाने ल है। रुङ्गा पुल तलबाट ठाडै उकालो छ, अलिकति अप्ठ्यारो बाटोहरू आउनुपर्छ। कता कता यस्तो ढलान बाटो हुन्छ टर्निङमा चाहिँ, बाटो चाहिँ अलिक अप्ठ्यारो छ। ल हामी पिछोसम्म आइसकेका छौँ। अब बेन्थाङ पुगेपछि हाम्रो अर्को वाक सुरु हुन्छ। फाइनली हामी चाहिँ बेन्थाङ आइपुग्यौँ। रुङ्गा पुलबाट लगभग 1 घन्टै लाग्यो हामीलाई चाहिँ। बाटो अलिक अप्ठ्यारो छ, डबल आउँदा अलिक अप्ठ्यारो, सिङ्गल त तान्छ मजाले। ल बेन्थाङमा चाहिँ हामीले यो बाइक चट्ट राख्ने 100 रुपियाँमा, अनि यसो खाजासाजा चियासिया खानु मन लाग्छ भने अनि हामी पुग्नुपर्ने चाहिँ उँधो टाढा लगभग 1 घन्टा। मजाले हिँड्ने मान्छेलाई 45 मिनट पुगिन्छ। त्यहाँबाट चाहिँ अब हाम्रो नेक्स्ट जर्नी सुरु हुन्छ। त्यहाँबाट भोलि बिहानको भ्यू पोइन्टको लागि लेट्स सी कति ब्युटिफुल भ्यू देखिन्छ भोलि, हामी अवश्य देखाउँछौँ। ल यसरी चाहिँ नागथली यहाँबाट छिरिन्छ है। हामी चाहिँ अब नागथली आइपुग्यौँ बल्ल बल्ल 3200 मिटरमा। यस्तो रमाइलो ठाउँ छ नि त आपिस। तिमीले बस्दा बस्ने होटेल हो। नेट पुरै चल्दो रहेछ। आलु त्यतिकै दिनु, खोर्सानी पिनेर दिनु न। यहाँ चाहिँ अब हाम्रो के अरे नागथलीमा चाहिँ हाम्रो दाइको मासु पाकेको छ, आफै पकाएर खाने होटेल छ, दामी। नम्बरहरू सबै तल दिएको हुन्छ हामीले। दाइले चाहिँ दामी बनाएर आफै खानु मजा गर्नु भन्नुहुन्छ, अनि दाइले आफै पकाएको पनि दामी हुन्छ। हामी चाहिँ आफै नै सेफ भएको कारणले हामी आफै हात लगाएको हो होइन। र यहाँ आउनु रमाइलो गर्नु। नागथली 3200 मिटर हाइट, तारुचे पिक 3700 मिटर हाइट। यस्तो दामी पकाएर खानुपर्छ। दामी हाइट, हिउँ परेको बेला हिउँ हुन्छ होइन दाइ। ल एक शब्द बोलिदिनु, एक शब्द बोलिदिनु त ल। यहाँ आउनुभन्दा यस्तो केही यहाँ मान्छेहरूलाई तपाईँको बारेमा केही सानो छोटो मिठो भन्नेले नै के कसरी बोल्ने त? तपाईँको नाम भनिदिनु अनि यो ठाउँ यस्तो हो। मेरो नाम जुर्मे तामाङ। अनि हाम्रो नागथलीको चाहिँ यो भ्यू टावरहरू सबै भ्यू हेर्न मिल्छ। अब धुप पनि छैन यहाँ। यो बेन्ताङ बने गाउँसम्म लिएर काठमाडौँदेखि 4 घन्टामा आइपुग्छ। त्यति हो। ल यसरी चाहिँ मासु सासु पकाउने के खाने यस्तो ठाउँ छ। म यहाँ सानो क्लिपहरू चाहिँ माथि हिमालको क्लिपहरू पनि देखाइदिइहाल्छु बिचमा। बेस्ट ठाउँ छ होइन त? नम्बरहरू तल छ, डाइरेक्ट कन्ट्याक्ट गर्ने। हामी यो कमिसनमा हामी खेल्दैनौँ है। ल धन्यवाद। फर्स्ट इन्ट्रीमै हामीले यो दृश्य
अगाडि आउँदा चाहिँ एकछिन आवाज छ ल यो भ्यू अब माथिबाट यो माथि डाँडा होला हामी जाने अनि त्यहाँ पुगेपछि चाहिँ अझै भ्यू कस्तो दिन्छ अलिक तल लागेको छ अलिक नदेखिन्छ त्यही भएर यहाँबाट एउटा भ्यू चाहिँ दिइहालेको ल है त गाइज इम्पोर्टेन्ट डे फर अस सनराइज पनि बाटैबाटै भेट्यो हामीले एकदमै दामी ल यही हो नागथली हाइक आउँदाखेरि ट्रेक भनौँ या जे भने नि भयो भ्यू पोइन्ट वाह यार बवाल छ दाइ बवाल ह्याप्पी हिउँ खतरा सोचे भन्दा हिउँ धेरै हिउँले गर्दा हिँड्न पनि गाह्रो भइरहेछ खुट्टा गाडेर होइन बवाल है दाइ बाटो चाहिँ मन पर्यो ठाउँ हाउ इज द फिलिङ कस्तो लाग्यो ग्रेट राम्रो लागेको छ राम्रो लाग्यो इन्जोय छ इन्जोय छ ल हिउँले गर्दा एकदम हिँड्नु अप्ठ्यारो भइरहेछ एकदम रमाइलो भइरहेछ ल। हामीले सोचे भन्दा राम्रो रहेछ एकदम नजिक आइसक्यो हामी ल सुसन डोन्ट वरी भाइ कस्तो फिलिङ्स भइरहेछ आज सोचेको थिएँ नि यतिको खुल्छ आकाश भनेर खुल्यो है एकदम क्लियर खुल्यो मजा गरिदियो। हिमाल पनि बाटो पनि राम्रो नजिकै देखिरहेको छ अँ, बाटो पनि हिउँको एक्सपिरियन्स पनि लिन पाइयो एकदम रमाइलो भइरहेछ ल ठिक छ ल जाउँ भाइ हानै बाइसाइकल लाग्नु पऱ्यो है ओ नाइस बो ल फाइनली चाहिँ हामी पिक आइसकेको छौँ कस्तो लागेको छ सबैलाई फाइनली हामी पिक आइपुग्यौँ माथि तल नागथलीबाट चाहिँ 2 घन्टा लगभग हिँड्यौँ होला वहीँ हिउँ भएको बेला आइपुग्यो दामी छ दृश्य यहाँबाट देख्न सकिन्छ यहाँबाट टिकटको गाउँहरू पनि छरपष्ट देखिन्छ यति दामी सुन्दर ठाउँ अन्डर रेटेडै लाग्यो मलाई सो आई वुड लाइक टु इन्करेज एभ्री वान टु कम टु दिस प्लेस एन्ड इन्जोय एकदम सही छ ल यो ठाउँ चाहिँ आउनुको लागि रिकमेन्डेड है दामी है त ल थ्याङ्क यू फर मेकिङ अ ट्रिप टुगेदर यति नजिक रहेछ काठमाडौँबाट नागथली भन्ने ठाउँबाट थोरै हामी हाइक गरेर लगभग 2 घन्टा जति हाइक गरेपछि यो ठाउँमा आइपुग्ने रहेछ हेर्नु सक्नुहुन्छ यहाँको दृश्य तपाईँले यति नजिक आएर यति रमाइलो ठाउँ तपाईँले सायदै देख्नु भएको होला यहाँको स्थानीय निकायलाई पनि बाटो राम्रो गरेर अलिक मार्केटिङ अझ गर्नु पऱ्यो अनि एक दिनमा नागथली आउने कार्यपिकेसन भोलिपल्ट 37 मिटरमा मात्र बेस्ट प्लेस छ ल देखिहाल्नु दृश्य योभन्दा बढी नबोलौँ है त